मेरो भन्नु हजुर न एउटा हो मैले पुज्ने मन्दिर हो देउता हो माया सारै छ काटेर हो घाँस दाउरा रेलेको ढोका बन्द। दर्शकबिन नमस्ते अनि हार्दिक स्वागत गर्न चाहन्छु यान्वी थापा अफिसियल युट्युब च्यानलमा। आज तपाईलाई फेरि पनि एउटा नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। यदि तपाईले मेरो च्यानललाई पहिलोचोटि भिजिट गर्दै हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु भन्न चाहन्छु। दर्शकबिन पत्रकार भोजराज थापा एकदमै असल पत्रकार बनेका छन्। त्यस्तै क्रममा आज भन्दा केही दिन अगाडि साथीको न्वारान पूजामा एकजना बहुप्रतिभाशाली स्वर भएका चेलीलाई भेटाएकी छिन्। उनीले हुन त आजसम्म थुप्रै चेलाहरू भेटाइसकेका छन्। जबकि केही नामहरू म लिन चाहन्छु। सनी विश्वकर्मा, नन्दु परिवार, गोविन्द मधुर आचार्य, एलिना चौहान, रचना रिमाल जस्ता उनले थुप्रै कलाकारहरू बनाइसकेका छन्। गायिकाको नाम दिइसकेका छन्। साँच्चीकै केही व्यक्तिहरूले त उनलाई भन्छन् कि भैसव नेपालमा जानुभन्दा भोजराजकोमा जाँदाखेरि भविष्य बनेको देख्न सकिन्छ भन्ने जस्ता कमेन्टहरू गर्छन्। साँच्चीकै आज भोजराज थापाले एकदम लुकिरहेको प्रतिभाहरूलाई देखाउने एउटा माध्यम बनेका छन्। भोजराज थापाप्रति एकदमै सल्युट गर्न चाहन्छौ। र आज त्यस्तै क्रममा आज साथीको न्वारानमा भेटिएका रेखा पोखरेलले आज थुप्रै गीतहरू गाइसकेका छन्। किनभने उनले त्यो न्वारानमा भोजराज थापालाई गीत सुनाइसकेपछि भोजराज थापा उनको घरमा पुगेर उनको इन्टरभ्यू लिएको थिए र उक्त बेला उनले आफ्नो साथी सुनिल बिसी सम्बोधितालसँग कुराकानी गरेर रेखाको गीत रेकर्ड गर्न अनुरोध गरे। त्यसपश्चात उनी काठमाडौँ आए र भोजराज थापाले रेखालाई काठमाडौँ ल्याइसकेपछि अहिले रेखाले थुप्रै गीतहरू निकालिसकेका छन्। काठमाडौँ गएकै 3 दिन अगाडि भयो। 3 दिनबाट आजसम्म रेखाले 8-9 वटा गीतहरू रेकर्ड गरिसकेका छन्। तपाईँ सुन्न सक्नुहुनेछ। यति मिठा गीतहरू आइसकेका छन् बजारमा। बौलाउने पक्का हो तिम्रो त भाग्यमा सिरी छ। मै अभागी हाँस्नलाई छुट छैन रोन फेरि छ। मेरो भन्नु हजुर न एउटा हो मैले पुज्ने मन्दिर हो देउता हो माया सारै छ।
दर्शकबिन रेखा पोखरेलको गीत सुनिसकेपछि तपाईलाई के भन्न चाहनुहुन्छ? तपाईको मनमा लागेको जिज्ञासाहरू कमेन्टमा लेख्न नभुल्नुहोला। यस्तै जानकारीमूलक भिडियोहरूको लागि एनबी थापा अफिसियल युट्युब च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला भन्दै रेखा बहिनीको उज्जवल भविष्य र साङ्गीतिक यात्राको एकदमै अग्रिम शुभकामना व्यक्त गर्न चाहन्छु।